यहाँको मार्केटमा आएको छौँ। हेलो गाइस, हामी सपिङ गर्न आएर छौँ। ठुलो मार्केटमा पेन्ट सर्ट सबै छ। त्यो धागो चाहिँ हेर्नु क्रोसहरू छ है गाइस। हाम्रो हिरोनी यहाँ छ। अस्ति हाम्रो हिरोले चाहिँ यहाँ भ्लग बनाउनु भएको छ। सुटिङ गरेर अस्ति थाकिरहेछिन्। त्यो जग्गा उतापट्टि छैन। सायद म्यानुमा त्यो ज्वेलरी साइडतिर उता होला। केटाकेटी नै हो क्या। ज्वेलरी साइड देखिँदैछ उडी। क्रुथ छैन क्रुथ। हामी यहाँ गाइजहरू यहाँ हामी धागो खोजिरहेको छौँ। यो मार्केटमा सबै पाउने है, सबै कुरो पाइन्छ गाइस। तर विशेष गरी हामी चाहिँ धागो लिनको लागि आएको होइन। तर धागो पसल चाहिँ बन्द रहेछ। त्यही भएर चाहिँ हामी चाहिँ अहिले अर्कै मार्केटमा पस्दैछौँ होइन। तर यहाँ चाहिँ धागो नै पाइएको छैन के। हिरोनी मात्रै भेटिने, हिरो भेटिन्छ। अनि काइयो कति छ? त्यो काइयो चाहिँ हिरोको लागि हो। पाकेट कसरी किन्ने होला? पाकेट त तर एउटै काइयोले हैन। त्यो कति थोरै थाहा छ? 4 4 8 12 सबैले 10 रुपियाँ यहाँ हो रहेछ क्या बुढी। सस्तै। अनि के गर्नु जानु मैले बेच्ने हो। यता आयो बुढी, यता हो कि जस्तो जस्तो छ है। जो गाइस हामी यो साइड जाँदैछौँ अब। हैन गाइस, मलाई चाहिँ यो बर्थडेको टोपी देख्ने बित्तिकै हैन एकदम केटाकेटीको याद आउँछ के। अच्छा, हामीलाई पनि थाहा छ कसको याद आउँछ भन्ने त है गाइस। धागो चाहिँ यहाँ रहेछ गाइस। के रहेछ? फाइनली गाइस धागो चाहिँ भेट्यो ल। धागो चाहिँ भेट्यो तर एकदम सानो सानो। यो चाहिँ 50 ग्रामको होला है। हो र, तर खोजेको चाहिँ धागो छैन। हो रहेछ, यो चाहिँ 50 ग्राम रहेछ। हरियो त्यो खालको है। होइन यो हरियो होइन, हरियो भन्दैन यो खालकोलाई। यो चाहिँ हरियो, यो पनि हरियो त भन्छ नि त। अझै यो पनि हरियो त होइन। हरियो चाहिँ यही हो गाइस। हरियो सरियो भेट्यो है। हरियो सरियो भेटेन गाइस। ओ ठाउँ पनि छ कि अझै सोध्नुपर्छ है। फाइनली गाइस कतिवटा लग्यो बुढी? देखा देखा यसो यहाँ छ यस्तो हो। यो त उमाल्यो। ए फाइनली यति देखायो। फाइनली यति भेटायो गाइस। तर गाइस होइन हामीले कस्तो घुप्टो पारेर बोल्नु पर्ने गाइस। तर यस्तो चाहिँ खोजेको होइन होइन। हामीले चाहिँ अलिक ठुल्ठुलो खालको खोजेको, तर त्यो चाहिँ अहिले पाइएन है। अनि त्यसैले सानो लियो। अब हामी कता जाने? के छ लाने? के भन्यो भने क्रुथ भने होइन। त्यही क्रुस दुईवटा हाल्दै पुग्ने क्रुस त्यो छ छ यही। किन्दा राम्रो छ। ल लग्यो एउटा। यो ठिक्क हुन्छ होला। क्रुस पनि खोज्दैछ नि हमारी कन्चीले है। कुन दर जस्तो छ त्यो लाने? दरो भन्ने कुरा त हुँदैन। सानो 4 र 5 3 र 5 राम्रो बलियो यस्तो खालको। राम्रो बल्ले जाने बलियो चाहिँ यो हुन्छ। ल फाइनल गाइस मैले चाहिँ यो सामान लिएँ होइन। यो चाहिँ यसलाई के भन्छ साँच्चै? आइलेट्स म्याक अफ द टोल। आँखाको यो फर्काउने यसको नामै आउँदैन। युज गर्न चाहिँ जानेको छु होइन, नाम चाहिँ आउँदैन। तर मैले यो चाहिँ किन बोकाएको फेरि हेरिदिन्छु होइन। यो लिएँ अनि यो चाहिँ यो धागोको के बुन्नको लागि यो लिएँ। गाइस अब मेरो यहाँ एउटा जेल खोज्नु मन थियो मैले लाउने बुढी खै जेल।
यहाँ रहेछ तर वास तर यो ठिक हुन्न वास होइन यो त सबै डब्लु हो जाउँ त त्यो होइन वहीँ मात्रै आऊ गाइस अब फाइनली सौदा यहाँबाट भ्याइयो होइन अगाडि के छ है छैन नि कभर फाइनली गाइस हामी चाहिँ निक्ल्यौँ ल सौदा भयो सामानबाट निक्लेर आयो सामान लिएर निक्ल्यौँ मार्केटबाट आएको हेलो गाइस फाइनली हामीले सौदा किनेको छ र बुढी चाहिँ पुरा कुखुरा जस्तो हिँडिरहेको छ ठुलो कुखुरा जस्तो पोथी कुखुरा जस्तो ढिलो खुट्टा दुख्यो अरे म चाहिँ राम्रो हिँडिरहेको छु मलाई चाहिँ अब के भएको छैन है हट्टाकट्टा यी बडा बाउको भेष लाएर भए पनि कुदिरहेको छु है अनि उयो पार्क छ नि त होइन यता जाँदैछौँ है ल गाइस यसो हेरिदिनु पर्यो अब हाम्रो भनेको घुम्ने कार्यक्रम हो सपिङ भइसक्यो पोलेको कुखुरा पनि छ आछ बुढी पोलेको कुखुरा यहाँ छ बुढीले बोलिरहेको छ पोलेको कुखुरा खानुपर्छ खुट्टा पोलेको पखेटा पोलेको र गाइस अलिक छिटो हिँड्नु पर्यो